दिएको प्रोपोर्सन हेर्यो भने आजको दिनमा मंगोलियन भनेर चिनिने, आजको दिनमा साइबेरियन अथवा नर्दर्न हान अथवा हान भनेर चिनिने, नासिई भनेर युनानका क्षेत्रमा चिनिने र तिब्बतको पठारमा टिबेटन भनेर चिनिने मान्छेहरुसँगको हाम्रो जेनेटिक सामिप्यता कति छ र कति हामीसँग चाहिँ उनीहरुको कन्टेन्ट छ भन्ने बारे जब त्यो डाटा आयो दिने एनालिसिसबाट त्यसले उनीहरुसँगको सम्बन्ध त हामीसँग त रहेछ नि, ब्लड रिलेसन नै रहेछ नि भन्ने कुराको कनेक्सन बोल्यो। अनि त्यो कनेक्सनबाट हेर्दाखेरि के देखिन्छ भन्दा त्यो ग्रुपहरुमा प्रेभलेन्ट ह्याप्लो ग्रुप भनिन्छ डीएनएमा, त्यो डीएनएमा ह्याप्लो ग्रुप भन्नेमा चाहिँ आर ग्रुप, ओ ग्रुप, एफ ग्रुप, एच ग्रुप, एम ग्रुप भन्ने हुन्छ। तिनीहरु कहिले बने भन्ने हुन्छ। त्यो कहिले बने भन्ने कुरालाई हेर्दाखेरि आर ग्रुप र ओ ग्रुप चाहिँ ग्रुपमा बहुल्यतामा रहेछ र तिनीहरुको बनेको अवस्थालाई हेर्यो भने सेन्ट्रल एसिया साइबेरियातिर चाहिँ करिब आर ग्रुपको 24,000 वर्षदेखि 28,000 वर्ष अगाडि नै बनेको रहेछ भने ओ ग्रुपको 28 देखि अझै 28,000 भन्दा पनि पुरानो बनेको रहेछ। यसरी हेर्दाखेरि हामी जस्ता मान्छेहरुका आदिम पुर्खाहरु त्यति पहिला नै अफ्रिकाबाट मुभ गर्दै साइबेरिया क्षेत्र हुँदै टिबेट पुगेको अथवा चाइनाको क्षेत्र युनान पुगेको टिबेट हुँदै नेपाल छिरेको भन्ने त्यो डीएनए चाहिँ प्रमाणित गर्यो। अनि त्यो छिरेको कुरालाई अब थप छपनीको हिसाबले यो स्टडी भयो। यो स्टडीले अवश्य पनि हामी नेपालमा हुने गुरुङहरु र गुरुङ जस्ताहरुको लागि मैले त्यसरी भन्न चाहे, किनभने यो स्टडी र त्यो मैले गरेको डीएनए को सामिप्यताको स्टडीले चाहिँ के भन्छ भन्दाखेरि 3000 वर्ष अगाडिको कुरा गर्दाखेरि अघि कृष्णले गरिरहनु भएको थियो, 3100 वर्ष 3000 वर्ष अगाडिको कुरा गर्नु पर्दाखेरि गुरुङ भन्ने शब्द नै थिएन होला। हामीसँग ऐतिहासिक आर्कियोलोजिकल त्यो गुरुङ भन्ने शब्द भएको त हामीसँग छैन नि हैन, एउटा हाम्रो आदि पुर्खाहरुको एउटा समूह थियो। त्यसपछि अहिलेसम्म ऐतिहासिक दस्तावेजको हिसाबले हेर्ने हो भने भोजराज शर्माले लेखेको 1449 विक्रमसम्म 1549 विक्रमसम्म अथवा त्यसलाई रफली ट्रान्सलेट गर्दा 1492 एडी को लिखतलाई मान्ने हो भने त्योभन्दा अगाडि गुरुङ भनिएको हुन चाहिँ सक्यो, तर लिखत कागजको हेरेर त त्यो भएन हैन। त्यसको चाहिँ शाब्दिक हिसाबले त्यो छ। तर हामी भन्ने मान्छेहरुको, हामी जस्ता मान्छेहरुको आदिम पुर्खाहरु त्यसरी मुभ गरेका हुन् भन्ने कुराको चाहिँ यो प्रमाण थप भएर आयो। यसले गर्दा यो थप प्रमाणलाई काम गर्नलाई मेरै आफ्ना दाजुभाइहरुले प्रयास गरेर नेपाल सरकारको पनि सहयोग लिएर विश्वविद्यालय बेलायतमा हुने विश्वविद्यालयका पनि सहयोग लिएर यस्तो महत्त्वपूर्ण डाटालाई चाहिँ यहाँ ल्याइदिनु भयो। यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद र बधाई पनि दिन चाहन्छु, किनभने यो अध्ययनले हिजोका दिनमा भनाइ छ इतिहास जित्नेहरूले लेख्छन् र लेखेकाहरूले चाहिँ जे चाहे त्यही मात्रै हुन्छन् भन्ने होइन। अब हामी हाम्रो इतिहास आफ्नो सिराबाट लेख्नको लागि यी प्रमाणहरू सङ्कलन गर्ने कार्य चाहिँ हामी सङ्कलन गरेको चाहिँ मलाई लाग्यो र म ज्यादै खुसी छु। मैले एउटा किनारसम्म मेरो पक्षबाट भन्नुपर्दा आजको दिनमा नेपाल भनेर चिनिने हैन र त्यसको सीमारेखाभित्र पर्ने ठाउँसम्म पनि ठाउँको सीमासम्म यसरी नेपालभित्र छिर्ने विभिन्न बाटाहरूमध्ये एउटा बाटो मुस्ताङ हो भनेर मेरो थिसिसमा लेखेको छ हैन। के भन्दा नेपालको यदि भौगोलिक स्थितिलाई पनि हेर्ने हो भने के देखिन्छ भन्दाखेरि यदि 3000 वर्ष अगाडि मात्रै यदि गुरुङहरु अथवा गुरुङका आदिम पुर्खाहरु नेपालको सीमाभित्र छिरेका हुन् भने कोरोला पास र यो कालीगण्डकी कोरिडोर एउटा महत्त्वपूर्ण भाग थियो भन्ने कुरा यो भौगोलिक अध्ययनको हिसाबले हेर्दाखेरि पनि त्यो एउटा देखिन्छ। किनभने यदि पूर्वदेखि पश्चिम हिन्दुकोशको सम्पूर्ण हिमालयन क्षेत्रलाई हेर्ने हो भने यो नै सबैभन्दा सहज एन्ट्री पोइन्ट हो। यतापट्टि त्यो हिमाली पठारबाट हिमाल छिरेर यतापट्टि आउने चाहिँ सबैभन्दा सहज बाटो हो। हालाकि अरू पनि छन् नहुने होइन, तर सबैभन्दा सहज बाटो, सबैभन्दा वाइड बाटो र यो टेक्टोनिक प्लेटहरू जोडिँदाखेरि जियोलोजिकल हेर्दाखेरि टेक्टोनिक प्लेटहरू जोडिँदाखेरि हामीले रन्दा लगाएर टेबल अथवा यी सबलाई यसरी ठ्याक्क मिलाएर जोडेको जस्तो हुँदैन हैन। त्यो नहुने हुनाले त्यो टेक्टोनिक प्लेट त बाङ्गोटिको हुन्छ आदि इत्यादि हुन्छ। त्यो जोडिने बेलामा चाहिँ जुन यो बनेको छ कालीगण्डकीको कोरिडोर, त्यो कालीगण्डकीको कोरिडोर यदि त्यो 33 सागर थियो कुनै बेला भने त्यो 33 सागरको शालिग्राम ढुङ्गा चाहिँ जति छ त्यो सबै त्यो बाङ्गोटिकोको कारणले पनि त्यो रहेको हुन सक्ने र त्यो बाटो चाहिँ अब अघि करेन्टको पनि कुरा आयो, त्यो बाटो चाहिँ जसरी करेन्टको यदि नेपालको कन्टेक्समा हेर्ने हो भने नाग्ने बाटो पनि त्यही हो, यतापट्टि झर्ने बाटो पनि। त्यसले गर्दाखेरि त्यो बाटोबाट हाम्रा आदिम पुर्खाहरूले आएको हुन सक्ने सम्भावनाहरू चाहिँ रह्यो।